अहिले सफ्टवेयर बनाउने तरिकामा खास गरी एआई को प्रयोग गरेर एउटा निकै ठूलो तर भित्रभित्रै भइरहेको क्रान्ति छ र यो क्रान्ति दुई नयाँ शक्तिशाली टुलकिटहरू बीचको प्रतिस्पर्धाको रूपमा देखा परेको छ। एकातिर छ गिटहबको स्पेककिट र अर्कोतिर छ फिसन एआई को ओपन स्पेक। आउनुहोस् यो रोमाञ्चक परिवर्तनभित्र डुबुल्की मारौँ। यो सुन्दा निकै ठूलो कुरा लाग्यो होला हैन त? यसले के भन्न खोजिरहेको छ भने अन्दाजको भरमा कोडिङ गर्ने दिन गए र अब इन्जिनियरिङ जस्तै प्रिसिजनको नयाँ युग सुरु हुँदैछ। यो एउटा निकै ठूलो परिवर्तनको सङ्केत हो। अब त्यो ठूलो कुरालाई राम्ररी बुझ्नको लागि हामीले पहिले वाइब कोडिङ भनेको के हो र यो किन अन्त्य हुनुपर्छ भन्ने कुरा जान्नुपर्छ। हाम्रो पहिलो खण्डको विषय यही हो। यो सायद धेरै डेभलपरहरूले भोगेकै कुरा हो। एआई एसिस्टेन्टलाई एउटा मोटामोटी आइडिया दिने अनि आँखा चिम्लेर ल यसले मेरो मनको कुरा बुझिदेओस् भनेर प्रार्थना गर्ने। यो एक किसिमको जुवा जस्तै हो जहाँ हामी एआईलाई एउटा अस्पष्ट वाइब दिन्छौँ र राम्रो परिणामको आशा गर्छौँ। यही चक्रलाई वाइब कोडिङ भनिएको हो। अब सानोतिनो स्क्रिप्ट बनाउनलाई त यो ठिकै होला, तर जब एउटा टिम मिलेर व्यावसायिक सफ्टवेयर बनाउनु पर्छ तब यो अन्दाजले निम्त्याउने समस्याहरू साच्चीकै गम्भीर हुन्छन्। कोडहरू एक आपसमा मिल्दैनन्, डकुमेन्टेसनको नामोनिसान हुँदैन र प्राविधिक ऋणको यत्रो पहाड बन्छ कि त्यसलाई सम्हाल्न असम्भव जस्तै हुन्छ। व्यावसायिक सफ्टवेयर बनाउन यो तरिका पटक्कै दिगो छैन। त्यसो भए यो सबै अस्तव्यस्तताको समाधान के त? जवाफ हो स्पेक ड्रिभन डेभलपमेन्ट। यो एउटा यस्तो सुन्दर समाधान हो जसले अन्दाज र अनुमानलाई पुरै हटाइदिन्छ। यसको कन्सेप्ट एकदमै सरल तर त्यति नै शक्तिशाली छ। एआईले एक लाइन कोड लेख्नु अगाडि हामीलाई के चाहिएको हो, हाम्रो उद्देश्य, त्यसलाई एकदमै स्पष्टसँग एउटा डकुमेन्टमा लेख्ने। यही सानो परिवर्तनले पुरै प्रक्रियालाई अनुमानबाट इन्जिनियरिङमा परिणत गरिदिन्छ। र यो तरिकाका फाइदाहरू निकै शक्तिशाली छन्। यसले प्रोसेसलाई एउटा स्ट्रक्चर दिन्छ। लेखिएको हरेक कोडलाई त्यसको सुरुको आइडियासम्मै ट्रेस गर्न सकिन्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा यसलाई टेस्ट गर्न सकिन्छ। यसले सफ्टवेयर विकासलाई साच्चीकै एउटा इन्जिनियरिङ अनुशासन बनाउँछ। ल अब मैदानमा उत्रिएको हाम्रो पहिलो खेलाडीलाई भेटौँ, गिटहब स्पेककिट। सोच्नुहोस् यो एउटा यस्तो आर्किटेक्ट हो जसले सुरुदेखि नै हरेक कुरा एकदमै नापतोल गरेर विस्तारमा र मिलिट्री ग्रेड प्रिसिजनका साथ बनाउँछ। यो मिलिटरी ग्रेड प्रिसिजन कायम राख्न स्पेककिटले एउटा 4 चरणको वर्कफ्लो अपनाउँछ। पहिले हाई लेभल गोल के हो त्यो तोकिन्छ। त्यसपछि एआईले त्यो गोललाई लिएर एउटा विस्तृत स्पेसिफिकेसन तयार पार्छ। तेस्रो एआईले त्यही स्पेकको आधारमा टेक्निकल प्लान बनाउँछ र बल्ल अन्तिममा मात्र एआईले त्यो प्लान अनुसार कोड लेख्छ। यहाँ कुनै पनि कुरालाई अन्दाजमा छोडिदैन। यसको एउटा सबैभन्दा गजबको फिचर हो कन्स्टिट्युसन फाइल। यसलाई एआईको लागि एउटा नियम कानुनको किताब जस्तै सोच्न सकिन्छ। यसमा प्रोजेक्टका सिद्धान्तहरू, कोडिङ स्ट्यान्डर्ड्स र सेक्युरिटी पोलिसीहरू सबै लेखिएको हुन्छ र एआईले ती नियमहरू तोड्न पाउँदैन। यसले के सुनिश्चित गर्छ भने कोडले काम मात्र गर्दैन, टिमको मापदण्ड पनि पूरा गर्छ। अब पालो हाम्रो दोस्रो प्रतिस्पर्धीको, फिसन एआई को ओपन स्पेक। यदि स्पेककिट एउटा नयाँ गगनचुम्बी महलको योजना बनाउने आर्किटेक्ट हो भने ओपन स्पेक चाहिँ पहिलेदेखि नै बनिसकेको घरलाई छिटो र कुशलतापूर्वक मर्मत गर्ने, रिनोभेट गर्ने एक अजाइली रिनोभेटर हो। यसको काम गर्ने तरिकाले पनि त्यही फुर्तिलोपनलाई झल्काउँछ। एकदमै छरितो, जम्मा 3 कमान्डको प्रोसेस छ। पहिले के परिवर्तन गर्ने हो त्यो प्रपोज गर्ने, त्यसपछि एआईले त्यसलाई लागू गर्छ, मतलब कोड जेनेरेट गरेर टेस्ट पनि गर्छ, र अन्तमा जब त्यो स्वीकृत हुन्छ त्यसलाई प्रोजेक्टको लिभिङ स्पेसिफिकेसनमा मर्ज गरिन्छ। यो पुरै गति र अहिले भइरहेका टुलसँग मिल्ने गरी बनाइएको छ। यसको अर्गनाइजेसन पनि एकदमै सरल र सुन्दर छ। सबै कुरा जम्मा 2वटा फोल्डरमा हुन्छ। एउटा स्पेक्स फोल्डर जुन प्रोजेक्ट कसरी चल्छ भन्ने आधिकारिक सोर्स अफ ट्रुथ हो र अर्को चेन्जेस फोल्डर जसमा रिभ्यूको लागि पठाइएका सबै प्रपोज्ड अपडेट्सहरू हुन्छन्। यति सरल हुँदा कोड रिभ्यू र अडिट गर्न कति सजिलो हुन्छ। ल अब हामीसँग 2 फरक खेलाडी छन्, स्ट्रक्चर्ड आर्किटेक्ट र एजाइल रिनोभेटर। दुवैको लक्ष्य एआई कोडिङमा अनुशासन ल्याउनु हो, तर उनीहरूले अपनाउने बाटो बिल्कुलै फरक छ। अब यिनीहरूलाई आम्ने सामने राखेर हेरौँ। अब यो तुलनालाई हेर्दा कुरा झन स्पष्ट हुन्छ। स्पेककिट ठूला एन्टरप्राइज कम्पनीहरूका लागि बनाइएको हो, जहाँ 0बाट नयाँ प्रोजेक्ट सुरु हुन्छ र हरेक कुराको डकुमेन्टेसन र कन्ट्रोल चाहिन्छ।
अर्कोतिर ओपन स्पेक चाहिँ पहिलेदेखि चलिरहेको कोड बेसमा काम गर्नका लागि बनेको हो, खास गरी साना एजाइल टिमहरूका लागि जसलाई गति र लचकता सबैभन्दा महत्त्वपूर्ण लाग्छ। सायद यसलाई बुझ्ने सबैभन्दा सजिलो तरिका यही होला। स्पेककिट भनेको एउटा नयाँ स्काईस्क्रेपर बनाउन चाहिने पुरै ब्लुप्रिन्ट हो, हरेक किला काँटाको हिसाब भएको। र ओपन स्पेक भनेको तपाईँको भान्सा रेनोभेट गर्न चाहिने टुलकिट हो, छिटो, छरितो र ठिक ठाउँमा काम गर्ने। दुवैको आफ्नो महत्त्व छ, तर एउटाको काम अर्कोले गर्न सक्दैन। त्यसो भए यो सबै कुराले आखिर के फरक पार्छ त? यो केवल दुईवटा नयाँ टुलको बारेमा मात्र होइन, यो त सफ्टवेयर इन्जिनियरिङको भविष्य कस्तो हुनेछ भन्ने बारे हो। स्पेक ड्रिभन डेभलपमेन्टतिरको यो यात्राले हामी एआई सहयोगीहरूसँग काम गर्ने तरिकामाले एउटा आधारभूत परिवर्तन ल्याइरहेको छ। कुरा केवल छिटो कोड लेख्ने मात्र होइन, असल कुरो त ह्युमन इन्टेन्ट, मानिसको उद्देश्यलाई ठूलो स्केलमा म्यानेज गर्नु हो। र यसका फाइदाहरू तुरुन्तै देखिन्छन्। जब सुरुमै उद्देश्य स्पष्ट हुन्छ, बगहरू स्वतः कम हुन्छन्, कोड रिभ्यूहरू छिटो र बढी अर्थपूर्ण हुन्छन्। तर सबैभन्दा ठूलो परिवर्तन त एआईको भूमिकामा आउँछ। यो एउटा सामान्य अटो कम्प्लिट टुलबाट माथि उठेर हाम्रो किन बुझ्ने एक साँचो सहयोगी बन्छ। र यसले हामीलाई एउटा अन्तिम तर महत्त्वपूर्ण प्रश्नमा ल्याइ पुर्याउँछ। सफ्टवेयर विकासको भविष्यले कुन बाटो रोज्ला? स्ट्रक्चर्ड आर्किटेक्टको त्यो मेथोडिकल प्रेसिजन वा अजाइल रिनोभेटरको फुर्तिलो शक्ति? यसको जवाफले नै आउँदो दशकमा हामी सफ्टवेयर कसरी बनाउँछौँ भन्ने कुरा तय गर्नेछ।